नमस्कार सम्पूर्ण साथीहरुमा आज यस भिडियो अन्तर्गत विक्रम सम्वत 2081 फागुन 28 गते गोरखापत्रमा समावेश गरिएका वस्तु वैकल्पिक एवं विषयगत सामग्रीको बारेमा चर्चा गर्नेछौँ र योभन्दा विगतका भिडियोहरू हेर्नुभएको छैन भने प्लेलिस्टमा गएर हेर्न सक्नुहुनेछ र साथै करेन्ट अफेयर जीके लगायतका विभिन्न समसामयिक विषयवस्तुको बारेमा जानकारीको लागि यस च्यानललाई लाइक सब्स्क्राइब गर्नुहोला। हस्त साथीहरू ढिलो नगरी लागौँ अब हामी विषयवस्तुतिर। प्रश्न नम्बर 1, नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव 2025मा सर्वोत्कृष्ट राष्ट्रिय वृत्तचित्रको अवार्ड प्राप्त गर्न सफल वृत्तचित्र कुन हो? डिजाइन टु डिसएपियर रहेको छ। डिजाइन टु डिसएपियर रहेको छ। त्यस्तै गरी शिवपुरी निर्देशित वृत्तचित्रले सो अवार्ड जितेको हो। पुरीले वृत्तचित्रबाट सर्वोत्कृष्ट सम्पादनको अवार्ड पनि हात पारेका हुन्। त्यस्तै गरी अब हामी लाग्छौँ प्रश्न नम्बर 2, मुलुक बाहिर कृतिका लेखक लयन सिंह बाङदेल कुन हुन् भने पर्खालभित्र र बाहिर कृतिका लेखक को हुन्? मुलुक बाहिर कृतिका लेखक लयन सिंह बाङदेल हुन् भने पर्खालभित्र र बाहिर कृतिका लेखक को हुन्? पारिजात। त्यस्तै गरी प्रश्न नम्बर 3, म्याग्दी र मुस्ताङमा निर्माण हुने कालीगण्डकी गढ जलविद्युत आयोजनाको विद्युत उत्पादन क्षमता कति रहेको छ? 180 मेगावाट। मुस्ताङको थासाङ गाउँपालिकाको घाँसा नजिकै बाँध र म्याग्दीको अन्नपूर्ण गाउँपालिका 4 नजिकै विद्युत गृह निर्माण गरिने यस आयोजनाले जग्गा व्यवस्थापन, वातावरणीय प्रभाव मूल्याङ्कन लगायत कार्य सकेर पूर्वाधार निर्माणको तयारी गरेको छ। त्यस्तै गरी प्रश्न नम्बर 4, 14औं दक्षिण एसियाली खेलकुद सागको आयोजना कहिले गर्ने निर्णय भएको छ? सन् 2026 जनवरी 23 देखि 31 सम्म पाकिस्तानमा तेस्रो पटक साग खेलकुद हुन लागेको हो। प्रश्न नम्बर 5, बाल अदालत कहिलेदेखि सञ्चालन हुने भएको छ? विक्रम सम्वत 2082 वैशाख 2 गते। त्यस्तै गरी यो इम्पोर्टेन्ट हुन सक्छ है साथीहरू। बाल अदालत कहिलेदेखि सञ्चालन हुने भएको छ? 2082 वैशाख 2 गते। त्यस्तै गरी प्रश्न नम्बर 6, मध्य चमेलिया जलविद्युत आयोजनाको विद्युत उत्पादन क्षमता कति रहेको छ? 28.3 मेगावाट। दार्चुलाको मार्मा गाउँपालिका 2 मा सो आयोजना निर्माण हुने भएको छ। सो आयोजना विक्रम सम्वत 2081 फागुन 10 मा शिलान्यास गरिएको हो। त्यस्तै गरी प्रश्न नम्बर 7, प्राकृतिक ग्यास, खनिज तेल, कोइला आदिको कस्तो प्रकारको ऊर्जाका स्रोत हुन्? अनवीकरणीय। त्यस्तै गरी प्रश्न नम्बर 8, नेपालको कुन ठाउँलाई माटोको सहरका रूपमा चिनिन्छ? लोमन्थाङ, मुस्ताङ। त्यस्तै गरी प्रश्न नम्बर 9, ट्रान्सपेरेन्सी इन्टरनेसनलको मुख्यालय कहाँ रहेको छ? बर्लिन, जर्मनीमा। त्यस्तै गरी प्रश्न नम्बर 10, नेपालमा कागजातमा मिति उल्लेख गर्दा तिथि र बार लेख्ने चलन कहिलेसम्म कायम थियो? विक्रम सम्वत 1961 माघ। त्यस्तै गरी प्रश्न नम्बर 11, नेपालको इतिहासमा कुन घटनालाई बस्नेत पर्व पनि भनिन्छ? भण्डारखाल पर्व। त्यस्तै गरी प्रश्न नम्बर 12, द्वितीय विश्वयुद्धमा ब्रिटिस इन्डियाको सहयोगका लागि पठाइएको नेपाली सैन्य टोलीको नेतृत्व कसले गरेका थिए? एकराज शमशेर र ब्रह्म शमशेरले गरेका हुन्। त्यस्तै गरी प्रश्न नम्बर 13, जयन्तु संस्कृतम आन्दोलनको प्रारम्भ कहिले भएको हो? विक्रम सम्वत 2004 असार 1। संस्कृत छात्रावास काठमाडौँका विद्यार्थीहरूले सरकार समक्ष विभिन्न माग राखी आन्दोलन प्रारम्भ गरेका। प्रश्न नम्बर 14, कुनै वस्तुमा भएको पदार्थको परिणामलाई के भनिन्छ? पिण्ड। त्यस्तै गरी प्रश्न नम्बर 15, बीबीसीले कहिलेदेखि नेपाली भाषामा कार्यक्रम प्रसारण सुरु गरेको हो? सन् 1967 जुन 7 देखि। त्यस्तै गरी प्रश्न नम्बर 17, पूर्वजबाट सरेर नआएको तर पछि आकस्मिक देखा पर्ने नयाँ गुणयुक्त सन्ततिको विकास हुने प्रक्रियालाई के भनिन्छ? उत्परिवर्तन। एउटै जातिका सजीवहरूको बीचमा देखा पर्ने असमानतालाई प्रवृत्ति यानि कि मातापितामा भन्दा सन्तानमा देखिने केही न केही भिन्नता भनेको चाहिँ परिवृत्ति हो। आमा बुवा भन्दा सन्तानमा केही न केही फरक कुरा देखिनु नै परिवृत्ति हो। तर एकै खाले वंशाणु भएर पनि फरक किसिमको वातावरणमा हुर्किँदै जाँदा विविधता देखा पर्नुलाई वातावरणीय प्रवृत्ति भनिन्छ। एउटै खाले वंशाणु भएर पनि फरक किसिमको वातावरण हुर्किँदै जाँदा विभिन्नता देखिन्छ, त्यो चाहिँ परिवृत्ति हो। त्यस्तै गरी अब हामी हेर्छौँ प्रश्न नम्बर 17, नेपालमा पहिलो विद्युतीय राजधानी कसलाई प्रदान गरिएको हो? सत्यमोहन जोशी। विक्रम सम्वत 2068 मङ्सिर 1 मा नेपालमा राजधानीको सुरुवात गर्ने व्यक्ति
भीमसेन थापा हुन्। नेपालमा हस्तलिखित राजधानीको सुरुवात विक्रम सम्वत 2019 मङ्सिर 4बाट भएको हो। नेपालमा एमआरपीको सुरुवात विक्रम सम्वत 2067 पुस 11 गते भएको हो र एमआरपी प्राप्त गर्ने पहिलो व्यक्ति रामवरण यादव हुन्। प्रश्न नम्बर 18, पैसा एउटा अत्यन्त खराब मालिक हो तर निकै असल नोकर हो भन्ने विचारक को हुन्? फ्रान्सिस बेकन अङ्ग्रेजी दार्शनिक हुन्। त्यस्तै गरी प्रश्न नम्बर 19, युरो मुद्रालाई कहिलेदेखि प्रचलनमा ल्याइएको हो? विक्रम सम्वत 2002 जनवरी 1। प्रश्न नम्बर 20, प्राकृतिक प्रकोपबाट पीडित नागरिकलाई चिकित्सकीय सेवा उपलब्ध गराउन स्थानीय रूपमा सञ्चालित कार्यक्रमलाई के भनिन्छ? अपरेसन नाइटिङ्गेल। त्यस्तै गरी प्रश्न नम्बर 11, प्रश्न नम्बर 21, किरात सङ्ग्रहालय कहाँ रहेको छ? खोटाङको हलेसीमा रहेको छ। साथीहरू यसलाई याद गर्दा चाहिँ कि खो अथवा खो कि भनेर याद गर्नुहोस् अगाडिको अक्षरहरूलाई मिलाएर। त्यस्तै गरी प्रश्न नम्बर 22, नेपालको कुन ठाउँमा ठिमाहा प्रथा रहेको छ? हुम्ला नाम्खा गाउँपालिकाको लिमीमा यो प्रथा रहेको छ। त्यस्तै गरी प्रश्न नम्बर 23, नेपाल विश्व पर्यटन सङ्गठनको सदस्य कहिले भएको हो? 1975। विश्व पर्यटन सङ्गठनको स्थापना सन् 1975 जनवरी 2 भएको हो। यसको प्रधान कार्यालय स्पेनको म्याड्रिडमा रहेको छ। प्रश्न नम्बर 24, नर्सिङ व्यवस्थालाई सुधार गर्न आफ्नो जीवन समर्पण गरेकी फ्लोरेन्स नाइटिङ्गेलको जन्म कहिले भएको थियो? सन् 1920 मे 12 इटलीमा। त्यस्तै गरी आधुनिक नर्सिङकी जन्मदाता मानिने फ्लोरेन्स आफ्ना बुवा आमाको चाहना विपरीत मानव सेवाका लागि नर्स बनेकी दया र सेवाकी प्रतिमूर्ति फ्लोरेन्स नाइटिङ्गेललाई लेडी विथ ल्याम्प भनेर पनि चिनिने। यिनको मृत्यु सन् 1910 अगस्त 13 भएको हो। प्रश्न नम्बर 25, आयुर्वेद कुन वेदको उपवेद हो? अर्थवेद। विश्वकै प्राचीन चिकित्सा विज्ञान आयुर्वेद ईसापूर्व 3000 देखि 50,000 वर्ष अगाडि भारतबाट विकास भएको मानिन्छ। आयुर्वेद उपचार विधि मात्र नभएर मानव जीवनमा खानपिन आहार विहारलाई निर्दिष्ट गर्ने विज्ञान हो जसले मानवको शरीर मन र आत्मालाई स्वस्थ सन्तुलित राख्न जोड दिन्छ। प्रश्न नम्बर 26, ब्लड मनी भनेको के हो? मृत्युदण्डको सजाय पाएको व्यक्तिको पक्षले पीडित पक्षलाई क्षतिपूर्ति दिई आरोपी पक्षलाई बचाउने गरी दुवै पक्षहरूको हित गरिने रकमको आदान प्रदान ब्लड मनी भनेको। मृत्युदण्डको सजाय पाएको व्यक्तिको पक्षले पीडित पक्षलाई क्षतिपूर्ति दिई आरोपी पक्षलाई बचाउने गरी दुई पक्षको हित गर्न गरिने रकमको आदान प्रदान। प्रश्न नम्बर 27, लदी पूजा कुन जातिमा प्रचलित छ? माझी। त्यस्तै गरी लदी पूजा हरेक वर्ष फागुन महिनाको तेस्रो मङ्गलबार मनाउने गरिन्छ। प्रश्न नम्बर 28, प्रसिद्ध समाजसेवी तुलसी मेहरद्वारा जनचेतना जगाउने उद्देश्यका साथ सञ्चालन गरिएको चरखा प्रचार नामक अभियान रोक लगाउने राणा प्रधानमन्त्री को हुन्? भीम शमशेर। प्रश्न नम्बर 29, सनकी राजा भनी स्त्री 5 सुरेन्द्रलाई चिनिन्छ भने अयोग्य राजा भनी कसलाई चिनिन्छ? स्त्री 5 राजेन्द्रलाई। त्यस्तै गरी प्रश्न नम्बर 30, हराएको वस्तु पाए बापत दिइने पुरस्कारलाई के भनिन्छ? पलौनी। त्यस्तै गरी प्रश्न नम्बर 31, विश्वकै ठुलो संस्कृति नेपाली शब्द कोश कसले निर्माण गरेका हुन्? स्वामी केशवानन्द गिरी। प्रश्न नम्बर 32, नेपाली कविताको क्षेत्रमा प्रयोगवादी धाराको सूत्रपात गर्ने कवि को हुन्? मोहन कोइराला। प्रश्न नम्बर 33, हाइपर इन्फ्लुएन्स भन्नाले के बुझिन्छ? अत्याधिक मुद्रास्फीति। त्यस्तै गरी प्रश्न 34, फ्रम थर्ड वर्ल्ड टु फर्स्ट नामक कृतिका लेखक को हुन्? ली क्वान यू। त्यसै गरी अब हामी विषयगतको प्रश्न नम्बर 1 हेर्छौँ। स्रोत साधनको वितरणमा समन्वय भनेको के हो? नेपालमा वार्षिक बजेटको माध्यमबाट स्रोत साधन वितरणमा समन्वय हासिल गर्न गरिएका प्रयासहरू चर्चा गर्नुहोस्। राज्यमा उपलब्ध स्रोत साधन अवसर लाभको समान न्यायोचित एवं समतामूलक वितरणलाई स्रोत साधनको वितरण भन्ने समन्वय भनिन्छ। यसले समाजमा सबै वर्ग, क्षेत्र र समुदायका व्यक्तिहरूले राज्यका स्रोत साधनमा समान पहुँच, समान अवसर, न्यायोचित वितरण र नियन्त्रण र परिचालनको गर्न पाउने मान्यतालाई वकालत गर्दछ।
स्रोत साधनको वितरणमा समन्वय कायम गर्नुको उद्देश्य समाजमा व्याप्त आर्थिक सामाजिक असमानता हटाउँदै समाजको समतामूलक विकास सुनिश्चित गर्नु हो। नेपालमा वार्षिक बजेटले स्रोत साधन वितरणमा समन्वय कायम गर्न विभिन्न नीति अनुदान तथा विशिष्टीकृत कार्यक्रमहरू मार्फत पहल गरिरहेको हुन्छ। बजेटले स्रोत साधन वितरणमा समन्वय कायम गरी सामाजिक न्याय र समतामूलक समाज निर्माण योगदान गर्ने लक्ष्य राखे तापनि क्षमता अभाव, राजनीतिक हस्तक्षेप, पूर्वाग्रह, सामाजिक विभेद, स्रोत चुहावट जस्ता कारणले अपेक्षाकृत उपलब्धि हासिल हुन सकेको छैन। तगत सरकार बीचको समन्वय र अन्तर्सम्बन्ध, स्थानीय सरकारको क्षमता विकास र नीति तथा कार्यक्रम कार्यान्वयनमा पारदर्शिता र जनसहभागिता तथा भ्रष्टाचार र अनियमितता न्यूनीकरण गर्दै बजेटलाई लक्षित वर्गसम्म पुर्याएर मात्र वाञ्छित नतिजा हासिल हुन सक्छ। नेपालमा वार्षिक बजेट मार्फत स्रोत साधनको वितरणमा समन्वय सुनिश्चित गर्न गरिएका प्रयासहरू। नेपालमा वार्षिक बजेट मार्फत स्रोत साधनको वितरणमा समन्वय हासिल गर्न कानुनी, नीतिगत तथा कार्यक्रमगत व्यवस्था गरिएको छ। यी प्रयासहरूले आर्थिक, सामाजिक र क्षेत्रीय असमानता न्यूनीकरण गर्दै समावेशी विकासलाई प्रवर्धन गर्न मद्दत पुर्याउँदै आएका छन्। अब कमा सङ्घीय प्रणाली बमोजिम बजेट बाँडफाँड। सङ्घ, प्रदेश र स्थानीय तहले आफ्नो आवश्यकता अनुसार बजेट बाँडफाँड गर्ने स्वायत्तता रहेको। सङ्घीय बजेटमा अन्तर सरकारी वित्तीय हस्तान्तरणको लागि स्रोत बन्दोबस्त हुने र यसले प्रादेशिक र स्थानीय असन्तुलनलाई सम्बोधन गर्न सक्ने। राजस्व बाँडफाँड गर्दा वञ्चितीकरणको अन्त्य, गरिबी र असमानता न्यूनीकरण तथा स्थानीय आवश्यकतामा जोड दिने गरेको। प्राकृतिक स्रोतबाट प्राप्त रोयल्टी बाँडफाँडमा प्रभावित प्रदेश र स्थानीय तहले लाभ पाउने। पिछडिएका वर्ग, क्षेत्र र समुदायको उत्थान र सशक्तिकरणका लागि विशेष अनुदानको व्यवस्था। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले स्रोत साधनको सामूहिक वितरणका लागि आधार र ढाँचा निर्धारण गरेको। त्यस्तै गरी प्रगतिशील करको कार्यान्वयन। कर तिर्न सक्ने र तिर्ने र बढी आम्दानी गर्नेले बढी कर तिर्ने दायित्व वहन गर्ने मान्यताअनुरूप कर प्रणाली सञ्चालन। गरिब, विपन्न, अशक्त तथा आर्थिक सामाजिक वञ्चितीकरणमा परेका व्यक्तिहरूका लागि विभिन्न कर छुट, सहुलियत तथा सुविधाहरू घोषणा गरेको। सामाजिक सुरक्षा र समन्वयका लागि विभिन्न कार्यक्रमहरू व्यवस्था र वृद्ध, एकल, महिला, अपाङ्ग भएका व्यक्तिलाई, दलित, जनजाति, विपन्न वर्गलाई मासिक भत्ताको व्यवस्था। स्वास्थ्य बिमा कार्यक्रम। विद्यालयमा निःशुल्क स्यानिटरी प्याडको वितरण। महिला र दलित विद्यार्थी केन्द्रित छात्रवृत्ति कार्यक्रम। दीर्घ रोगीहरूका लागि सहुलियत, छुट र सुविधाहरू। विपन्न नागरिक आवास कार्यक्रमहरू तथा जनता आवास कार्यक्रमहरू। क्षेत्रीय असमानता न्यूनीकरण तथा समावेशी विकासका लागि राष्ट्रिय पूर्वाधारको निर्माण। राष्ट्रिय गौरवका आयोजनामा निरन्तर रूपमा बजेट विनियोजन, रूपान्तरकारी तथा प्राथमिकता प्राप्त आयोजनाहरूको छनौट र कार्यान्वयन। घमा पिछडिएको समुदाय र भूगोल केन्द्रित समृद्धि कार्यक्रम। तराई मधेस समृद्धि कार्यक्रम। उच्च पहाडी तथा हिमाली प्रदेश समृद्धि कार्यक्रम। ग्रामीण विकासका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना। रोजगारी प्रवर्धनका कार्यक्रम। प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत बेरोजगारीका लागि 100 दिनको न्यूनतम रोजगारीको प्रत्याभूति। छोटो तथा लामो अवधिका सिप विकास कार्यक्रम, सिप प्रमाणीकरण कार्यक्रमहरू। चमा महिला, दलित, जनजाति र सीमाङ्कित समुदायको आर्थिक उत्थान र सशक्तिकरणका लागि सिप विकास र आय आर्जन सम्बन्धी कार्यक्रम। एकल, विपन्न, हिंसा र महामारी पीडित महिलाका लागि राष्ट्रपति महिला उत्थान जीविकोपार्जन सुधार कार्यक्रम। गरिबी निवारणका लागि लघु उद्यम कार्यक्रम। त्यस्तै गरी 6 मा विपदजन्य घटनामा राहत, क्षतिपूर्ति, पुनर्निर्माण तथा पुनर्स्थापना। मनसुनजन्य अथवा आगलागीजन्य तथा भूकम्पबाट क्षतिग्रस्त आवास पुनर्निर्माणका लागि बजेटको प्रबन्ध। कृषि तथा पशु बिमा कार्यक्रम सञ्चालन। अन्त्यमा सरकारले वित्त नीतिको माध्यमबाट सामाजिक न्याय हासिल गर्ने उद्देश्य लिएको हुन्छ। सरकारको वार्षिक कार्यक्रम तथा बजेट मार्फत वञ्चितीकरण परेका विभिन्न वर्ग, क्षेत्र र समुदायका मानिसलाई मूल पुर्याइकरण गर्न विशेष व्यवस्था गर्दछ। बजेट तर्जुमालाई राष्ट्रिय नीति र मापदण्ड अनुरूप बनाउँदै प्रभावकारी कार्यान्वयन मार्फत सरकारी नीति र कार्यक्रमहरू लक्षित वर्षसम्म पुर्याउन सकेमा स्रोत साधन वितरणमा समन्वय कायम गर्ने प्रयासले सार्थकता पाउन सक्छ। त्यसै गरी यसरी साथीहरू अर्को तपाईँहरूलाई मैले क्वेसन सो गरेँ र स्लाइड सो गर्छु साथीहरू। यसरी पढ्दा धेरै टाइम लाग्ने हुन्छ, तपाईँहरूले आफै हेर्नु होला। मैले स्लाइड सो गरेँ। त्यस्तै गरी तेस्रो नम्बरको प्रश्न थियो, नेपालमा नागरिक स्वतन्त्रताका लागि संविधानले प्रत्याभूत गरेका हकहरू
उल्लेख गर्नुहोस्। स्वतन्त्रताको लागि के हकहरू उल्लेख गरेको छ यो हेर्नु होला। त्यस्तै गरी प्रश्न 4 स्थानीय तहको सार्वजनिक उत्तरदायित्व भन्नाले के बुझिन्छ? स्थानीय सरकारले सार्वजनिक उत्तरदायित्व प्रबन्धन गर्ने उपायहरू उल्लेख गर्नुहोस्। हस्त साथीहरू हेरेर सुनेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद। आजको विषयवस्तु यति नै रहेको छ र फेरि पनि हामी अर्को भिडियोमा पुनः भेट गर्ने नै छौँ। हस्त साथीहरू सुनेर हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद।